त्यसको 45 हो ह्यापी बर्थडे टु तिहारको राजदाई माथि पनि लानु है Hi guys, welcome back to again my YouTube channel Karuna Vlog. आज चाहिँ हामी नाइट ट्रिप जाने वालामा छौं मेरो ठुलो मम्मीको छोरा मेरो भाइलाई बोलाएको छु अनि हाम्रो चाहिँ यसपालि तिहार थिएन के घरमा सुतोक परेको थियो हाम्रो भाउजूको चाहिँ बेबी भएको छ नि त त्यही भएर अनि तपाईहरु सबैजनालाई ह्यापी दीपावली भन्न चाहन्छु है अनि यो तिहार भरि चाहिँ हामीले चाहिँ केही पनि गरेन के खासै हस्पिटल जाँदा यताउता गर्दा बिजी भए नि त अनि भोलि सिटीका भए पनि अब आज चाहिँ यसो बाहिरतिर जाम न झिलिमिली लाइट साइड हेर्नलाई भए पनि भनेर मैले भाइलाई साथी बोलाएको छु त्यही भएर हामी चाहिँ अब न्यू रोड अनि त्यसपछि स्वयम्भू जानेवालामा छौं गाइज हैन भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला गाइज पसन्दी पनि रेडी गर्दै छु हैन त्यही त लास्ट यहाँ त हिजो बसन्तपुरमा खतरा थियो रे हिजो हजुर हिजो खतरा थियो रे आज नि छ कि हिजो चाहिँ खतरा हिजो चाहिँ खतरा रमाइलो भएको थियो यहाँ चाहिँ अलिअलि मान्छेहरु धेरै रहेछ हुन त यो गल्लीमा त जहिले पनि धेरै हुन्छ हैन हेलमेट हामीले त्यतै राख्नुपर्ने रहेछ है यो काट्दैन के पार्किङ गरेपछि ए आज भोलि यत्रो ठुलो मान्छेले पनि देख्दैन क्या यार किनेर यहाँ बजारहरू भैली देउसी खेलिरह पैसा त खत्रै जम्मा गर्छ हामी चाहिँ अहिले बसन्तपुर जाँदैछौँ गाइस हैन झिसे यहाँ हिँडिरहेछ कपाल हेर्नु यसको कपाल तेरो चाहिँ कपालमा तिक्लु नबनाइ छोड्दिनु क्या भाइ त हाल्छ तँलाई सिनेमेटिक चाहिएर आउँछ यसको यस्तो कपाल देखेर तरुनीहरू लाइन लाएर हे भगवान् त्यही भन्न खोजे होइन तैँले यो मन्दिरको नाम के रे भाइ काल भैरव होला के को केही चलफल छैन के यसपालिको तिहारमा के हो यस्तो हे भगवान् नर्मल अरू बेला हुने मान्छेहरू जति नै छ के हो त्यो ए तिहार भन्नु कि यो के भन्नु हल्का लाइटिङ छ त्यो भन्दा बाइक केही छैन यो नर्मल डेहरूमा पनि हुन्छ यतिको मान्छेहरू तर आज यो तिहारको दिनमा छैन हामी चाहिँ अहिले यहाँ माथि स्वयम्भूको टुप्पो डाँडोमा जाँदैछौँ मान्छेहरू चाहिँ सबै फर्किसके अनि यहाँ यिनीहरूलाई चाहिँ रात नै नपरेको राति नै बसिरहेको हो यो त है के पारा यसको पुरै निदा आएछ त यो त निदा हो कि मर्या हो यो यिनीहरू चाहिँ यसरी बाहिर यसरी सुत्दो रहेछ क्या यिनीहरू चाहिँ लु निदाउन लागेछ यिनीहरू
अहिले चाहिँ हामी यहाँ माथि टपमा आइसक्यौँ। यहाँ चाहिँ यस्तो खतरा देखिसक्यो लाइट भएर। ओइ यिनीहरूले मोबाइल त तान्दैन नि के रे भाइ? आँखा जुदायो भने लिख्छु ए ल गाइजहरू हामी चाहिँ यता स्वयम्भूमा छौँ। बत्ती झलमल्ल हामी चाहिँ 1 राउन्ड लाउने हो अनि घर फर्किने। खासै हामी आज यहाँ आउनुको कारण चाहिँ यहाँ माथि टपबाट लाइट देख्छ भनेर हो। यिनीहरू नि अहिलेसम्म नसुती बसिरहेको भने यिनीहरू के गरायो? यिनीहरूको रात चलिरहेछ। यहाँ कोही छैन मान्छेहरू खासै। यहाँ डाँडामा चाहिँ लाइट हेर्ने मान्छेहरू धेरै नै छ क्या आज। यहाँ माथि स्वयम्भूको डाँडा टपबाट देखिने हो चाहिँ काठमाडौँको भ्यू। अहिले चाहिँ तिहार भएर पुरै झिलिमिली लाइटै लाइट देखिरहेको छ सबैको घर घरमा। हामी पनि यही हेर्न आएको। त्यहाँ कति धेरै घरहरू छ। ज्याउ 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 हालेर गाइज अहिले चाहिँ हामी पटेका पड्काउन जान लाग्यो होइन। अनि यो चाहिँ मैले उता इन्डियाबाट मलाई दाइले ल्याइदिनु भएको थियो। अस्ति हुँदातिर चाहिँ पड्काउन पाएन कि बिजी भएर। अनि अब भोलि चाहिँ तिहार नै हो नि त, तिहारै सकिन्छ भनेर अब आज चाहिँ यो पड्काउन लाग्यो है गाइज। हाम्रो ग्याङ यो चाहिँ पटेका पड्काउन हिँडेको है। पटेका बोकेर हिँडिरहेछ आमा छोरा। देखा तेरो पटेका देखा न भयो त्यो बाहिरको कभर त्यस्तो खतरा बबालवाला यस्तो राम्री तरुनी केटी भएको पटेका। मम्स चाहिँ यहाँ मक्क परेर बसिराख्नु भएको छ। मम्स सुड्डु त प्याउरी चाहिँ फेरि हेर नि यहाँ मक्क परेर हो र बधाई छ। यसले मलाई दिमाग खाएर खालि पटेका पड्काउनु दियो भनेर इन्डियाबाट लिएर आएको। यो बोबाल छ कस्तो हुन्छ थाहा छ तिमीले पड्का छौ खैन? यहाँ यो यता कहाँबाट राखेर पड्काउने हो क्या? यहाँ छ यसको यो यसरी राखेर यो नरम छ र यो हार्ड छ हैन। यसमा यस्तो स्ट्यान्ड यहाँ छ। एकैचोटि पड्काउने कि पालो पालो एकैचोटि पड्काउने यसरी पड्काउने हैन। यो यतापट्टि नरम छ र यतापट्टि हार्ड छ। ए कहाँले राखेर पड्काउने? कहाँ को पुलिस उता डेरीमा थियो उता गइसक्यो त्यो उता पिपल बोर्डपट्टि गएको आउनु त्यही जलाउने रे तपाईको छोरा लाइट बाल्ने मान्छेले बालिहाल्नु अन्त ओइ कसो आउँदैहरु छ भने आउने छैन आउने बजु अहिले भलितिर सकाउँछ मर्को 25 ले सकाउँछ
ल यसमा नभिड्नु पर्यो ओइ तिमीले यस्तो पड्काछ किन भाइ यो भन न 1200 कति भन्नाले 60 चक्की पड्काए अस्ति त्यो उता टुडी खेलमा न अनि त्यहाँबाट तपाईँ कसले पड्काउने हेर यो डडाको तुक्क झुन्केरी मलाई लाग्यो ल लाइटर छ नि अलि ठुलो स्वरले बोल्नु पर्यो है लाइटर गाइस अब यहाँ पड्किने वालामा छ हेर्नु है कस्तो पड्किन्छ माथि गर्ने क्यामेरा खै गएन त यार खतरा बवाल सर अरु पहिलाहरुको भिडियो छ पहिला गरेको अघिको भाग्नु पर्दैन के दाजु राजदाइ माथि पनि लानु है माथि लगा भन्दै थियो छियो भनेर अहिले ठुलो मात्रै बाँकी छ भन्दै थियो सर डरागेर नि खान्छ तँलाई अब खाए सकायो डरपोक ल यसरी घुमाउने हो क्या झिरझिर हो ठुलो 16 चक्कीको लगेज कसले त्यो कुल्लेले कति नि त्यसको 45 हो त्यो फेरि यहाँबाट निक्लिनु पर्छ है त्यो पड्काएर आगो पानी जे हाल्यो भने नि त्यो बन्द हुँदैन नि फेरि 60 चोटि ढन्किएको माथि गर हाने आफै नरिस बोके जानेवाला त्यो गोलवाला ठुलोवाला यत्रो लाम्चो यस्तो यो लुगालाई ए माथि गयो माथि पड्क्या गर्ने हो ब्लङ ब्लङ निस्किने वाला हो क्या स्काई छ झिरझिर चाहिँ ह्याप्पी तिहारको ह्याप्पी बर्थडे टु यु नानी बाबुहरू यसरी हल्लाउने हो क्या नानी हेर त मेरो कति टाइम टिकिरहेछ यी यसरी हल्लाउने हो क्या सबै उड्छ यो जस्तो न यसरी हल्ला माथि सबै यहाँबाट आगो लाउने उता पल्लोबाट हेर्ने मात्रै हो सब पुरा गर्ने हुने घुमा यसरी घुमा हो त्यस्तो त्यति धेरै होइन क्या बिस्तारै बिस्तारै यस्तो घुमा न आउँदैन गोक्ते बच्चा हैन ह्यापी बर्थडे टु तिहारको नानी बाबुहरू